अहिले चाहिँ हामी स्वास्थ्यसम्मको यात्रा छ। हामी तीनजना तपाईहरु भिडियोको अन्तिमसम्म बनेर साथ दिनु होला र त्यहाँ के कस्तो हुन्छ त्यसपछि। सो फाइनली यहाँ चाहिँ अहिले चाहिँ यो बल खेलिरहेको छ। हेर ल खेल स्किप गरिदिए। सो म त्यसपछि चाहिँ म जान्छु र हावापानी लिन्छु। हावापानीमा चढ्छु हैन। हावापानीमा चढ्दाखेरि चाहिँ अलगै अनुभव भयो हैन। पहिला भन्दा धेरै सालपछि चढेकोले हावापानीमा हैन हावापानी खेले। अब सानो भयो बच्चाको भयो अलिकता त्यति ठुलो पनि छैन। पहिला चाहिँ ठुलो हावापानी खेलेको हुनाले हल्का यसको रस्सी चाहिँ जमिनमा ठोक्किरहेको थियो। त्यसपछि हामीले यो रस्सीलाई खोलेर बान्यौँ, अलि छोटो बनायौँ अनि अलि खेल्ने लायकको भयो। किनकि मेरो वेट अलि ज्यादा छ। वेटले गर्दाखेरि पनि माथि रुखको हाँगा अलि नमित्तेको कारणले गर्दाखेरि जमिनमा ठोक्किरहेको थियो। मजाले खेल्न गएका छौँ। ल हेर्नुहोस् यसरी मचाइरहेको छौँ होइन। एकदमै राम्रो लाग्यो। धेरै बारे र तपाईँहरू पनि यो साउनको महिनामा आउन सक्नुहुन्छ, खेल्न सक्नुहुन्छ। एकदमै रमाइलो होइन। पुराना यादहरू छन् सँग। ल हेर्नुहोस् पुरै रुखमा बसेर नै यसरी पहिलोचोटि हो मैले हावापानी खेलेको चाहिँ। धेरै सालपछि के लगभग 4-5 सालपछि पहिलोचोटि यसरी हावापानी खेलेको। अब चाहिँ कन्टिन्यू जहाँ भयो त्यहीँ खेलिन्छ। किनकि अब यो साउनको महिनामा गाउँमा हावापानी हाल्ने खेल्ने गर्छन्। अब यो महिनामा घर बसियो, प्रायः चाहिँ अब बाहिर हुन्थे। यो महिनामा चाहिँ ल मैले खेल्दाखेरि चाहिँ धेरै सालपछिको नयाँ एक्सपिरियन्स मिल्यो होइन। हल्का डर पनि लाग्यो। खेल्दाखेरि एकदमै रमाइलो पनि भयो। धेरै सालपछि बल्ल 10-12 सालपछि भनौँ कि 7-8 सालपछि बल्ल हावापानी पिङमा बसेँ। एकदम रमाइलो लाग्यो। थकान पनि भयो। तर पिङ चाहिँ अलि लामो भएन। धट्टी जमिनमा ठोक्यो। यहाँ चाहिँ अहिले काग खेलिरहेको छ नि होइन। यो पिङ चाहिँ होइन अलि सानो भयो। अनि खासमा ठुलो बनाउनु पर्ने हो, ठुलो रुखमा हाल्नु पर्ने हो। अनि अलिकति बलियो पनि भएन। डर लड्न सक्ने सम्भावना अलिकति ज्यादा देखिन्छ। सो यहाँ चाहिँ होइन ल खै अब तिमी खेल। सो यहाँ चाहिँ पिङ खेल्ने तरिका यस्तै होइन। ठुलो पिङमा चाहिँ अलि मचाउन गर्नको लागि गाह्रो हुन्छ। सानो पिङ चाहिँ सिम्पल हिसाबमा यसरी समय लाग्दैन। ल धत्ती ठोकिरहेछ के। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अलिकति पिङ लामो भएको छ। सो यहाँ चाहिँ होइन यो चाहिँ हाम्रो पुरानो मन्दिर होइन। यहाँ चाहिँ यस्तो छ। अहिले चाहिँ यहाँ घन्टी छ, इष्ट देवता भनेर लेखेको छ। यहाँ चाहिँ माथि यस्तो छ होइन। भित्र चाहिँ हजुरहरू हेर्न सक्नुहुन्छ। भित्र चाहिँ अलि पूजा स्थल छ, बन्द गरेर राखेको छ। अनि बाहिर चाहिँ गोरु बाख्राहरू यसरी आउने जाने भइरहेछ। यो पनि यहाँ हेर्न सक्नुहुन्छ। अनि अर्को मन्दिर छ न्यू निर्माण अहिलेको। यो चाहिँ हाम्रो पुरानो मन्दिरहरू हुन्। अनि हाम्रो नयाँ मन्दिर चाहिँ होइन यस्तो कमछडाको तेडी देवता कि जय होइन। यस्तै रुखहरू खुल्ला ठाउँमा छ चारैतिरबाट। एकदम यताबाट भेलछडा झर्ना पनि देखिन्छ भने यो नजिकै रहेको हाम्रो साइलीघाट फेमस खोला। यहाँको साइलीघाटको माछा भन्छन् के भन्छन्। तर हामी चाहिँ भेजिटेरियन पऱ्यौँ। भगवान्लाई दर्शन गरेर हामी यहाँ अब जान्छौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। तर चाहिँ यो कमछडाको यो तेडी मन्दिरमा एकदमै यहाँको मन्दिरको भित्तामा लेख्ने कामहरू, कोर्मेट गर्ने कामहरू सिमण्डमा यसरी नलेखिदिनु होला भन्न चाहन्छौँ। यो भगवान्को स्थल, पूजा गर्ने स्थल हो। कसैले पनि वडा कार्यालय नजिकै त्यहाँ हामी जानेछौँ र त्यहाँ के कस्तो छ। खासमा मलाई चाहिँ अलिकति बिमार भएको थियो होइन। के दबाई यस्तै कि दबाईहरू पाइन्छ कि पाइन्न। यहाँको सबै समाजमा बस्ने होइन, समुदायमा बस्ने सबै जनताहरू, दाइ भाइ बुढा आमाहरू सबैले पनि मैले सुनेको छु प्रायः उनको मुखबाट होइन। स्वास्थ्यमा दबाई नै पाइँदैन होइन। उनीहरूको सल्लाहअनुसार दबाई नै छैन भन्छन्। अनि दबाईको लागि हामीले कहिले ओडपाटा पुग्नुपर्छ भने कहिले यहाँ मेडिकलबाट किनेर लिनुपर्छ। स्वास्थ्यमा दबाई जुन दबाई पाइनुपर्ने हो, अभाइलेबल हुनुपर्ने हो, त्यो महिनौसम्म हुँदा पनि त्यो दबाई स्वास्थ्यमा नहुँदाखेरि होइन। यहाँको अवस्था पर्सनल हामीले तिनीहरूलाई सोध्यो भने तिनीहरूले भन्ने त्यही हो होइन। माथि पठाउने हो।
त्यहाँको कर्मचारीको समस्या कसको समस्या हो त्यो बुझ्नुपर्छ होइन। अब खासमा समस्या कसको हो, या हामी बिमारीको हो कि समस्या हामी समाजमा बस्ने एकता नभएर बोल्न नसकेर आवाज उठाउन नसकेर समान हिसाबले बस्न नसकेर हो कि होइन, कर्मचारीहरूले सामान नमगाएको हो कि, र सामान मगाउँदै पनि सकेको छ होइन, स्टकमा छैन भनेर फेरि माथिबाट नआएको हो कि, यो कुरा बुझ्नुपर्छ र हामी सकेसम्म बुझ्ने प्रयास गर्छौँ के कस्तो छ त्यहाँ गएर। र एउटा समस्या नभएर समस्याको समाधान हुनुपर्छ। यो भिडियो मार्फत हामीले कसैलाई बनाउनु, कसैलाई होइन विरोध गर्नु, कसैको उ गरेर कसैलाई झडाउनु हाम्रो यो उद्देश्य होइन। हाम्रो उद्देश्य भनेको समस्या समाधान। यदि समस्याको समाधान हुन्छ भने सबै हामी यहाँको गुरुवर्ग होइन समाजसेवीको साथमै छौँ, हामी कसैको विरोधमा लागेका छैनौँ भनेर। भिडियो बनाउँदाखेरि चाहिँ होइन सबैलाई डर लाग्छ, धम्की त्रासहरू भन्ने सम्बन्ध बिग्रछ कि भन्ने हो। यदि समाजमा समस्या छ भनेपछि भन्नुहोस्, हेर्नुहोस्, देखाउनुहोस् भन्ने हाम्रो लक्ष्य हो। एउटा सत्य समाजको समस्याहरू देखाउनको लागि हामीले चाहिँ देखाउनै पर्छ र बोल्नै पर्छ हो। यहाँ चाहिँ भिडियो बनाउँदाखेरि आखिर होइन के को लागि, अहिले चाहिँ हामी स्वास्थ्य चौकसँग हुनुहुन्छ दुईवटा साथी दाइ भाइहरू। यहाँ चाहिँ अहिले म स्वास्थ्य चौकीमा जाँदैछौँ। हेरौँ स्वास्थ्य चौकीमा यहाँ चाहिँ हाम्रो साइल गाउँपालिका होइन, साइल गाउँपालिका वडा नम्बर 3मा रहेको तोलेनी स्वास्थ्य चौकी। यहाँबाट हेर्न सक्नुहुन्छ भेलछडा झरना, एकदमै हाम्रो प्रसिद्ध तोलेनीको होइन साइलकै प्रसिद्ध भेलछडा झरना जुन खप्तडबाट भएर आउँछ। यही झरना एकदम प्रसिद्ध छ यहाँको, यहाँ भएर अनि चाहिँ होइन यो हाम्रो गाउँ वडा नम्बर 3। सो यो पोस्टरमा केही चिजहरू लेखेको छ, यहाँ हेर्न सक्नुहुन्छ होइन, प्रहरी, दमकल, एम्बुलेन्स, यी सबै कुराहरू यहाँ चाहिँ लेखेको छ। खासमा यो स्वास्थ्य चौकीसम्म पुग्दैन चाहिँ पुग्दैन, तर चाहिँ अलि दूरसम्म चाहिँ सायद सेवा दिन सक्छन्। साउनको महिना यहाँ चाहिँ होइन कमछाडा नजिकै बच्चाहरूले चाहिँ पिङ बनाएको रहेछ यहाँ नजिकै होइन। कसरी बनाएको छ अलि लामो छ, त्यहाँ गएर होइन अब खेल्नेछौँ, हामी देखाउनेछौँ। सो मैले खेल्न मिल्छ कि मिल्दैन बच्चाहरूकै मात्र हो कि। सो यहाँ चाहिँ यहाँको भ्यू होइन नजारा। हाम्रो चाहिँ गाउँतिर होइन यसरी रुखमा रसी बाँधेर यसरी बाबियो जङ्गलबाट घाँसले पनि बनाउन सकिन्छ र यसरी प्लास्टिक युज भएको प्लास्टिक थैलाबाट यसरी पिङ बनाइन्छ होइन, र बच्चाहरू चाहिँ यसरी खेल्छन्। हामीले पनि खेल्न मिल्छ, यो कति बलियो छ भन्ने हो। अब खेलेपछि होइन टुट्न पनि सक्छ, यसको डबल त्रिबल भएपछि लडाहरू अलि मजबुत पनि हुन्छ रसी राम्रो भयो भने। तर बच्चाहरू यसमा रमाइरहेछन् र मैले पनि खेल्न दिन्छन् कि दिनु त्यो पनि म बनाउने छु। सो यहाँ खेल्नको लागि हेर मलाई पनि खेल्न दिने हो कि नै कसको हो। सो फाइनली चाहिँ मेरो पछाडि भिडियो हेरेर बहिनी पाछी पढेका छन्। यो भिडियोमा सबैले होइन हेरेर सहयोग गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ सबैजना पिङ खेल्नको लागि यसरी आएका छन्। नानी पिङ खेल्छौ? पिङ खेल्छौ कि नै? यिन सबै पिङ खेल्नको लागि आएको छन्। यहाँ मेन मान्छे पिङ खेल्ने। ल हेर्नुहोस् यहाँ चाहिँ सबैजना होइन बाख्रासँग ग्वाला छन्, बाख्रा यहाँ नजिकै चराउँछन् र दिउँसभरि पिङ खेल्ने अहिले चाहिँ साउनको महिनामा हरेक ठाउँमा गाउँमा होइन पिङ खेल्ने यसरी कार्यक्रम भइरहेको छ। यो चाहिँ भिडियो नबना भनेर भनिरहेको छ। भिडियो चाहिँ राम्रो छ भ्लग होइन, त्यसरी माया गरिदिनु होला सबैले भिडियोको मार्फत। यहाँ गाउँघरमा चाहिँ पुरै लजाउने हुन्छ, भिडियोदेखि यस्तो कन्टेन्टहरूदेखि लजाउने नबना भन्ने नानी बाबुहरू। यहाँ हेर सबैको मुहारमा मुस्कान मात्रै देख्न पाइन्छ मोबाइल ठड्यो भने। पिङ खेलेर कस्तो एक्सपिरियन्स, कस्तो अनुभव छ होइन। शरीरको अनेक जोड्नीहरू पनि हल्लिन्छन् होइन, राम्रो हुन्छ। अनि हर्के हवलदार कस्तो लाग्यो? यहाँ चाहिँ लजारु आइमाईहरू छन् कोही यस्तै केटा मान्छे भएर पनि मुस्कान मात्र दिइरहेछ साइडबाट। यहाँ चाहिँ सबैलाई हेर नानी हावापानी खेलेर कस्तो लाग्यो? हेर काग हावापानी खेलेर कस्तो लाग्यो? राम्रो
राम्रो छ भने मजा छ। अनुभव राम्रो छ होइन। सो यो चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यसै रसी रुखमा बान्यो। सो यस कति 20 कति अल्ट्रा हावानी खेल्यो ल हावानी खेल्यो कस्तो लाग्यो हावानी खेलेर राम्रो अनुभव के बताउनुहोस् होइन बोल्नुहोस् न बोल्न सिक्नुहोस् मलाई पनि कहाँ बोल्न आउँछ भिडियोमा त्यति बोल्न आउँदैन ल बोल्नु त अरू के भनिदिनुहोस् भिडियो हेर्ने मान्छेहरूलाई अनुभव खै बताउन यता आउन फेरि लाग्यो होइन फेरि भाग्यो ल के बताउँ म पछाडि कट गरेर हाल्छु गाउँमा चाहिँ होइन अहिले साउनको महिना लागेको छ सबैजना होइन जङ्गल घर पाखा यताउति टिम खेलेर सबै रमाउने गइरहेका छन्। हामी पनि रमाउनको लागि अघि घरदेखि स्वास्थ्यसम्म आएका थियौँ। देख्यौँ यहाँ नानी बाबुहरूले घरबाट होइन यस्तो पिङ बनाएको रहेछ। त्यसपछि हामी यहाँसम्म पुग्यौँ र एकदमै यो महिना एकदम खुबसुरत महिना हो होइन खुबसुरत। ओके चाहिँ होइन कमछाडाको तेडी मन्दिर हो। म यहाँको दाजुभाइहरूलाई सबैलाई भन्न चाहन्छु यो कुराहरू चेतनाहरू फैलाउन पनि जरुरी छ। यहाँ हेर्न सक्नुहुन्छ मन्दिरको पुरै चारैतिर होइन मसीले कोइलाले लेखेर पुरै राम्रो लेखेको भए पनि त हुन्थ्यो होइन नराम्रो चिजहरू बच्चाले कोर्मेट गरेर एकदमै गरेर जो पनि हुनुहुन्छ बाबुहरू यहाँ होइन यहाँ चाहिँ भानुको नाम पनि आइसकेको छ। यहाँ चाहिँ भानुलाई पनि हामीले दोष दियौँ। अहिले मसँग भानु पनि छ। ओ भानु यता आऊ त तिमी यता आऊ त यता आऊ त तिमी यता आऊ त यहाँ त आऊ यता आऊ तिमी आऊ। एउटा दोषी मान्छे यो पनि हो है। यहाँ हेर्न सक्नुहुन्छ मन्दिरमा जथाभावी यस्तो काम किन लेख्छौ? यो के भानु राहुल कसको नाम हो यो? नाइ नाइ यहाँ हेर नाइ नाइ यो मन्दिरमा लेख्ने काम नगर्नुहोस् होइन। यसरी जथाभावीहरू यो तपाईँको नाम लेख्नको लागि बनायो भने यो तपाईँको नाम लेख्नको लागि मन्दिर बनायो नाइ यो नाइ फेरि हो त गर्नु परेन यस्तो जथाभावी लेखेपछि तिमीलाई पर्छ। दाइ भाइहरू बुझ्ने मान्छेहरू जति पनि यो बच्चाहरूकै खेल हो होइन धेरै बच्चा पनि होइन पढ्न सक्ने लेख्न सक्ने मान्छेकै काम हो। त्यसरी यसरी भित्तामा नलेखिदिनु होला भन्न चाहिँ यहाँ हेर जथाभावी पुरा कोर्मेट गरेको छ होइन। यहाँ हेर मन्दिरमा यस्तो अवस्था छ ल हेर मन्दिरमा चाहिँ यो के लेखेको छ यहाँ हेर त यहाँ यस्तो यस्तो लेख्ने मान्छेहरू ल हेर्नुहोस् यी युवाहरू यस्तो लेखेको जसले लेख्यो त्यसको भेट्यो आस्था हृदयमा बस्छन्। यसरी मन्दिरमा नलेखिदिनु होला। यहाँ जथाभावी लेखेको छ कि यो हजुरहरूले देख्न सक्नु भएन होला जेपिटी लेखेको छ।